यो मेरो अर्को भिडियो होइन आज यो सरस्वती पूजाको यो मूर्ति बिसाउनु उता कता जान अरे माइ जान अरे म चाहिँ दुईटा स्याउ पनि उठाइदिइहालेँ हाम्रो पण्डितजी मन्त्र हेर्नु न मन्त्र मनमा नै मैले स्पर्श म त दुईटा उठाइदिइहालेँ कब्जा गरिगयो नि दुईटा त काका बिना बजाउनु हुन्छ बिना के भन्छ प्रसाद खाँदैछु फोटो खिचिदिनु काका अब यो बजाउने ज्ञान प्राप्त गर्ने भाइ ल यो बजाउने ज्ञान प्राप्त गर्ने हुन्छ त्यो घुम्दैन टिका सिका लाउन आउनु म पनि जान्छु काका ल अब चाहिँ खोलातिर लाग्यौँ हामी है मूर्ति बिसाउनको लागि सबै छ एकछिन गाडी पर्खिँदैछौँ होइन गाडी आउँदैछ मूर्ति लिएर गाडी आउनु बित्तिकै हामी पनि गाडीसँगै गइहाल्ने अहिले चाहिँ भाइहरू क्यारम बोर्ड खेल्दै रहेछ भाइले हेर्दैछ गौरव भाइ चाहिँ त्यहाँ क्यारम बोर्ड खेलेको हेर्दैछ अहिले चाहिँ यता बसिरहेको छु हामी चाहिँ मूर्ति पर्खे भयो भाइर म पर्खिरहेको छौँ यो मूर्ति बिसाउनु आएको अलिक टाढो आइएछ हाम्रो पिकनिक स्पट यतै हो कि परै हो उतै हो नि आइ चाहिँ पुग्यौँ है हामी तर ढिलो भएछ क्या अलिक हजुर बिचरा गाईले खायो मजाले अगायो थाहा छ त्यहाँ फोटोहरू खिचेको त्यहीँनिर हो नि अलिक ढिलो भएछ होइन यसरी अब के गर्नु गाईले खाइरहेछ यो के भने अब एउटा कुरा चाहिँ होइन अब हामी पूजासुजा गर्छौँ होइन तर यस्तोहरू चाहिँ अनि यो खोलामा यो बगाउने चाहिँ अलिकति हामीले व्यवस्थित गर्नु सके चाहिँ राम्रो हुन्थ्यो यो गाईले घाँसहरू खान्छ हजुर यो गाईले घाँस सँगसँगै यो पनि खान्छ क्या यो अब यो प्लास्टिकहरू हो डोरी होइन कपडाहरू यो चाहिँ अलिक राम्रो होइन अब घाँस त खान्छ नि अब घाँस मात्रै खाँदैन के खान्छ होइन अब यसले यो खोला पनि बिगार्छ हजुर यस्तोवाला फोटो एउटा अब आज यति नै रहेछ आयो मूर्ति छुनु पनि पाइएन पानी छानी छोएर फर्किने भयो पहिलो बाइकमा धेरै कुदियो आत्तिएर उताउति पुग्यौँ हजुर अब हामी टाइम भयो बाध्य सबैतिर फोटोहरू जानु पर्यो हामी चाहिँ अब एकचोटि त्यहाँ परतिर पनि जाने भयो कस्तो भयो दा मजा फोटो खिचेर आउँछ फोटो खिचौँ काकालाई भन्यो नि हामी चाहिँ त्यहाँनिर फोटो खिच्नु गएको कि गर्दैन बगेको खोलामा त खेलिहाल्छ नि त डुबाउँदैन पौडी खेल्नु चाहिँ आउँछ कि आउँछ तिमीलाई हजुर एउटा फोटो खिचेर आइहाल्छ काका हामी अब फोटो खिच्छ त भन्यो फोटो मात्रै खिच्यो नि त भन्नु अलिअलि नौटङ्की नगरी हुँदैन अलिअलि नौटङ्की नगरी हुन्छ त भाइ त्यो पनि हो अब यहाँसम्म आयो त्यो पुल त के नजानु भाइ जाउँ ल कुटाइ त कसले कुट्छौ अलिकति ढिलो चाहिँ भयो भइगयो त ल हामी अब फोटो खिच्छ ज्यापसँगले सरस्वती पूजा गरेको राम्रो बनाएर छ यो त ठिक लाग्यो मलाई यत्रो पानी आएको थियो है
यो है यहाँ तल छ यत्रो पानी है, त्यहाँ पर त्यत्रो बगिरहेछ यहाँ यत्रो बगिरहेछ, तर बाढी आउँदाखेरि चाहिँ यो माथिसम्म आउँदा चाहिँ यत्रो भत्काएछ नि, यहाँ माथि पानी आउँदाखेरि चाहिँ कति चाहिँ भरिएको होला त। बाफ्रे यो पुल छुनु खोज्दो रहेछ। हाइट अलिक माथिबाट हेरौँ है। पुल त चढिहाल्यो नि। म यो पुल आएको थिइनँ तर यो पुल म चढेको थिइनँ, आज चढे, खुसी भए। भाइको फोटो दिनुपर्ने अवस्था। हामी चाहिँ यसरी गरेर चाहिँ नि होइन चट्टसँगले खोला आयौँ। हामी खोलामा आयौँ। यो चाहिँ ठिक रहेछ। त्यो त तस्बिरहरू हान्ने चाहिँ कस्तो दामी रहेछ त यतातिर चाहिँ। यस्तो यार म झन्डै लडेँ, यस्तो भइदिरह ला नहुने रहेछ नि त्यो त। एकछिन ल भाइ, थाम्छ त्यसले। कस्तो अभर पऱ्यो होला त। मैले यहाँ हेर न, यस्तो गरेर चाहिँ यो चाहिँ यहाँभित्र स्वात्तै छिर्दै यसरी। लु दाइ सुरु गरौँ हाम्रो काम। अब यी माथि चढ्नु थालिहाल्छु म। ल एक दुईवटा म भाइको फोटो खिचिदिनु पऱ्यो चढाइक्क पारेर है त। मेरो त केही त नआउँदो रहेछ तिम्रो स्क्रिनमा। ल दोमुखालाई पनि बाई बाई, आजको भिडियोलाई पनि बाई बाई। अब सिधै जाने हो बिर्ता मोड। बाई 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 बाई।